सो नमस्ते सबैजनालाई। मेरो नाम पिके भाइ। म आज तपाईँहरूलाई के देखाउन चाहन्छु भने चाहिँ तपाईँलाई कुखुरा, लोकल कुखुरा भन्ने चाहिँ थाहा होला। भित्रको त्यो कुखुराको आन्द्राभुँडी बनाएर खाने कोसिस गर्दैछु। कस्तो हुँदैछ, तपाईँले खानु भएको छ कि छैन, त्यो चाहिँ कमेन्ट बक्समा दिनु होला। यदि तपाईँलाई विश्वास लाग्दैन भने चाहिँ म देखाइदिन्छु है त। यो हेर्न सक्नुहुन्छ, यो कुखुराको यसलाई चाहिँ पाङ्ग्रा भन्छ। यो पाङ्ग्रा ठुलो हुन्थ्यो, मैले काटेर सानो बनाइसकेको छु। यो चाहिँ कलेजो भयो। यो पाक्यो रातो हुन्थ्यो, मैले पकाइसकेपछि बोइल गरिसकेको छु। यो चाहिँ कालो, अहिले चाहिँ कलर फरक दिइरह। यो चाहिँ भित्रको अन्डा भयो। अनि हेर्न सक्नुहुन्छ, यसलाई चाहिँ आन्द्राभुँडी भन्छ। आन्द्रा जे पनि भन्छ। अनि म यसलाई अब हेर्न सक्नुहुन्छ, यो कुखुराको यो चाहिँ भुँडी म बनाउँदैछु। बनाएर खाने कोसिस गर्दैछु। तपाईँहरूले खानु भएको छ कि छैन, यसलाई चाहिँ अब यसको लागि चाहिँ मैले अब ग्यास चलाउँछु है। त्यसपछि मैले अब पकाउने भाँडा लगाउँछु। अब मैले ग्यास पनि बालिसकेको छु र पकाउने भाँडा पनि लगाइसकेको छु। अब यो अलि हल्का कचिलो छ, अलि थोरै यसलाई तात्तिनु पर्नेछ। तात्ति भनेपछि म तपाईँको चाहिँ अब तात्तिसकेको छ। यसमा अब मैले थोरै चाहिँ तेल हालिदिएँ हैन, तेल हालेँ। फाइनली मैले थोरै पाक बनाइसकेको छु। यसमा मैले थोरै तेल हालेको छु। यसमा अनि थोरै बेसार, थोरै जिरा, अनि थोरै प्याज, थोरै टमाटर हालिसकेको छु। अब यो पाक्न सुरु भइसकेको छ। अब यसलाई अब मैले जम्मै 5 मिनट जति यसरी चलाइनुपर्छ। अनि नुन पनि हालिसकेको छु, सबै हालिसकेको छु। अब बिचमा भिडियो बनाउन सकिएन, किनकि आफै भिडियो बनाउने, आफै मासु बनाउने भएको कारणले। हेर्न सक्नुहुन्छ, अब यो अलिकति यस्तो भइसकेको छ। अब यहाँनिर पछि कस्तो हुन्छ तपाईँहरूलाई म खाएपछि, पाकेर खायो भनेपछि भन्छु ल। फाइनली यो कुखुराको आन्द्राभुँडी रेडी भइसकेको छ। भएर पनि मैले प्लेटमा हालिसकेको छु। अब यसको टेस्ट चाहिँ कस्तो हुन्छ म खाएर तपाईँहरूलाई देखाउँछु है त। फाइनली कुखुराको आन्द्राभुँडी सबभन्दा पहिला म यहीबाट जान्छ। तपाईँले चिन्नुहुन्छ यो अन्डा क्या बाबा, यस्तो बनाए तपाईँले पनि खान सक्नुहुन्छ। दामी मिठो। कलेजो बेस्ट। आन्द्राभुँडी हेर्नुहोस् न, मिठो। कुखुराको पाङ्ग्रा गाउँतिर यसलाई त प्रायः जसो पोलेर खान्छन्। अब यतातिर चाहिँ पकाएर खान्छन्, तर मैले पनि पकाएँ। यतातिर भन्दा पनि तरातिर, सुर्खेततिर, गाउँघरमा यसलाई त टक्क एउटा काट्ने बित्तिकै तिनीहरूले तानेर त्यसलाई पोलेर आगोमा चोइ बनाएर टेस्टी तरिकाले खान्छ क्या। म चाहिँ पकाएँ पाङ्ग्रा। यस्तो चाहिँ हुनुपर्छ मासुहरूको। लोकल कुखुराको आन्द्राभुँडी बबाल मिठो माना। सुन्नु सबैजनालाई, फेरि अर्को भिडियोमा भेटौँ ल।